जङ्गलतिर अनि एक्लै एक्लै छ त है उकालो हिँड्ने नसकिने भइयो त यहाँ के गर्नु र हौ दाउरा खोज्न हिँडेको यसो घरमा दाउरा सिद्धेछु नि अनि कता हिँडिस् आइज है बस एकछिन कुरा गरौँ अनि के छ त बुढो हालखबर गाउँघरतिर पनि माको धेरै भइयो सहरै जीवन भइयो के हुनु र हौ अनि यस्तै छ मेरो त मुला अनि बस्यो गाई बाख्रा हेर ठिक छ त अनि यसो जङ्गलतिर गयो दाउरा साउरा ल्यायो अनि अहिले के दाउरा टिप्न आएको बुढो दाउरा टिप्न हो अब गाउँघरमा ग्यास पाइँदैन ग्यास पाइहाले पनि महँगो महँगो भन्छ त महँगो ग्यास ल्याउनु भन्दा त यस्तो बिना रुखहरू छ यस्तो इजुमै रुखहरू अलिअलि त खसेको हुन्छन् चट्ट लगो गऱ्यो अब रुख पनि के दाउरा टिप्ने खालकै रहन्छ बुढा के भएको गर्दा त अब खै अब ग्यास किनेर नखाइ भात पकाएर खान सकिँदैन अनि के छ तेरो हालखबर कहिले आइस् काठमाडौँबाट के भन्नु यस्तै त नि कहिले गाउँ कहिले सहर कहिले कहाँ कमाइ समय छैन अब गाउँमा पो केही इलाम गरौँ भने अब गाउँका मान्छे सबै सहरतिर सहरका मान्छे सब विदेश यस्तै छ हल्लियो बस्यो डुगुलन्ठो भइया छ भनौँ न अनि तपाईँको के छ अनि बिजनेस गाई बाख्रा कति छ कुखुरा कति छ बुढो मेरो त यस्तै मलाई गाउँमा के हुन्छ र बिजनेस सिजनेसको कुरा भन्ने कुरा भएन अनि बाआमाहरूलाई सन्चै छ एकदम बिन्दास सबैलाई सन्चै छ अस्ति कहिले बिरामी भएको छन् भन्ने हल्ला सुनेको थिएँ जान पनि पाइएन मलाई जाउँला जाउँला भनेको फोन गर्न पनि कोही बेला गाउँमा नेटवर्कै हुँदैन कोही बेला के हुन्छ त्यस्तै त्यस्तै भइरहेछ हो ठिकै छ अस्ति बुढो बिरामी भयो अरे भनेर सहरतिर आएको थियो हस्पिटलतिर यताउति गरेर नि बुढो साउको मान्छे दम खोकी त्यस्तै हो अस्ति नै बुढालाई उपचार गरेर लिएर आएको थिएँ म पनि हिजो भर्खर आएको यसो गाउँघरतिर के रहेछ त हल्ली चल्ली बुझ्न लाग्यो गाउँ पनि बिरक्त लाग्दो भयो अब त गाह्रो छ हौ केटा गाउँमा त अहिले मान्छे छैनन् कोही मान्छे बिरामी भयो भने अब इमर्जेन्सी बोकेर लानु पऱ्यो भने सही मान्छे हुँदैन मऱ्यो भने त कुरै छाड्दैन यति गाह्रो छ यति गाह्रो